आर्टिस्ट क्याफेको आँगनमा छ केटाहरू। अमा त्यो भाइ के साह्रो टल्केको के भएको भइसकेर बडी आर्टिस्ट क्याफेको आँगनमा छ। उही पछाडि रोशन केही छ। तिमीहरूमा एउटा कफी खान जाऊँ ल है। हाम्रो एउटा सानो कफी भ्लग आउँदैछ भाइ र मेरो। अब हिँड्दैछौँ हामी केटाहरू। बस आले आले हामी एकछिन कफी खाएर आउँछौँ। हुन्छ म पनि एकछिन आइहाल्छु ल ल सी ल नि हामीलाई बाई 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 भन छिटो। अब 1 घन्टालाई ल 1-1.5 घन्टालाई अनुमति लिनु पऱ्यो नि केटाकेटीहरूलाई होइन। डिस्क्याफेको किचन कस्तो बोबाल देखेको यो त। यति 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 गोरे थिइस् आम्मा। यहाँ बनाउँदैछ के बनाएको नानी नानी आम्मा। ल हामी 1 राउन्ड घुमेर आउँछौँ है। ल आर्टिस्ट क्याफे पछाडि झमराम घुम्नुहुन्छ है। साह्रो राम्रो देख्छ त होइन। ल नपक्क काठमाडौँ सर हामी कफी खान जान लाग्यो। हामी 2 जना दाजुभाइ रोशन त्यो प्रकृति देख्यौ त है। पानीले अलिकति डिस्टर्ब गर्ने क्या हो नि। यो खोलाको डिलमा बसेर तिमीलाई कफी खुवाउला भनेको खोला पनि मैला रहेछ। त्यहाँदेखि यहाँ परतिर एउटा पोखरी छ जाउँला हिँड। रोशन तिमीले भने जस्तै प्रकृतिमा आइपुग्यो त। कुकुरले ढुकुर कुरकुर गरेछ त होइन र। खै अब तिम्रो के अरे अनुरोधमा नि कफी पनि अब पेल्नु परिहाल्यो। अब पेलौँ है हामी कफी चाहिँ खानु पर्यो। कफी खाएर मात्रै हाम्रो यात्रा फेरि अगाडि बढाउँ। अहिले हामी यो गुन्डुको जङ्गलमा आइपुगेछौँ। यहाँबाट अलिकति माथि डाँडामा गयो भने चाहिँ गुन्डु। यहाँ माथि नयाँ ट्रेल पनि खोला रहेछ। दामी छ। योभन्दा माथि चाहिँ माथि चाहिँ गुन्डु हो। यो चाहिँ यो ठाउँ हो बिरुवा र गुन्डुको बोर्डर। के छ तिमीलाई रमाइलो त लागिरहेछ नि। लु यो उयो घोड नि त यो 1 नम्बर। अब सिस्टम त घुइँ मिसिन पेल्ने हो नि त। V60 खाने हो नि त। हालिसकेको छ नि माल हालिसक्यो अरे। चर्कै छ आयो।
हामीलाई चाहिँ फेरि पानीले दुःख देला जस्तो छ है। यत्तिको मेहनतमा चाहिँ कस्तो मिठो नहोला त होइन। पानी बोक्ने जार अब त पुरानो भइसकेको छ यार मेरो। यो कपमा चाहिँ हामी कफी खान्छौँ। यो V60 को लागि रेडी भएको के रेडी भयो तिम्रो माल? माल खनाइदेऊ त फुस्स। खनाइदेऊ नाइस। ल तातो पानी हाल अब हल्का घुमाउ न। भयो पर्ख भिजोस् एकैछिन। रोशनले भिजाइरहेको छ पारा होइन भन्छ। म यसरी घुमाउँछु ल। यहाँ तल देखाउँदा सररररररै हाम्रो त अब कफी त यसो गरेर यसले अलिकति ठुलो धारा दिँदो रहेछ थर्मसले, तर पनि ठिकै छ चलेगा। यसमा हालेर पानी हालिदिन्छु ल अड्कलले। यो चाहिँ यहाँ रहोस्। तर तिमी ल म पुग्ने गरी आउन आँटेछ। यसरी हो कि सरर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 
आज हामी वाक्क दिक्क लागेर एकछिन क्याफेबाट छोडेर यता आएको हामी कफी खानलाई। रोशनले पनि जाउँ रोशन भन्दाखेरि रोशनले जाउँ नभनिकन बाइकमा चढिहाल्यो हिँड्यौँ भनेर। उसको झोला पनि बल भाइकोमा छ अरे। बल भाइ झोल लिएर आउने भयो आऊ, नत्र यहाँ हामीलाई पानी पिट लाग्छ छ है। तिम्रो त आइफोन 11 भने होइन कि कति? आइफोन 10 उधम खिच्छ हो तिम्रो? के कन्टेन्ट मोनिटाइज भयो भन्दैछ त नि? छ कति कमाउँछ पैसा? कति डलर पुऱ्यायो? नडाडी भन त। कफी पाक्यो राम्रै? लु त एक कप खाइदिउँ त। ताज भयो। येल्लो कि ब्लू तिम्रो? अब राख त्यसलाई। कुकुरी ल कुन खाने तिमी? ल मैले येल्लो तिमीले येल्लो। ल चियर्स रोशन। कफी खायो V60। ल दाजुभाइको एउटा कफी चलिरहेछ अब गाउँमा। एक कपमै मिठो। ओहो एक नम्बर भएछ त आज त। के हो तिमीले तरिका पुऱ्यायो क्या हो? अलिक भिज्न पाएन होला हौ। भिज्यो नि, योभन्दा नभिजिकन झर्दैन? त्यसो चाहिँ हो नि त। यो क्याप टोपी यसो चाहिँ गर्नुपर्छ क्या हो। क्याप टोपी नै बाङ्गो रहेछ। पहिला समयकालमा मेरो साथी प्रेम र म यहाँ धेरै आइबस्थ्यो क्या यो जग्गामा। यसो होला हौ अब त घुम्यो। यहाँ अरिङ्गल नि पाउँछ होला। कहाँ छ त अरिङ्गल? पाउँछ होला नि, किन नपाउने यो ठाउँ? भुइँमा जमिनमा माटो मुनिको रुखमा नि दुई खाले पाउँछ नि त। अनि कि त्यो चाहिँ के खाने निकालेर? पायो भने त खाने नि। अनि त्यो चाहिँ हुन्छ नि त। सबैभन्दा धेरै प्रोटिन त्यसमा पाउँछ। त्यो खायो भने त अहिले 90 डिग्री। 90 डिग्री के भन्छ? अहिले पानीले यो खालको रमाइलो पनि कहिलेकाहीँ औँसी पूर्णिमा ठ्यास्स गर्नुपर्ने रहेछ। राखौँ किन? एकछिनमा हामीलाई पानीले चुट्छ नै। चुट्दैन, 100% आउँदैन पानी। ज्यान तताउनु पर्छ। पानी टाकटुक काठमाडौँ गछ ऊ। अनि हेर त म काठमाडौँ गएँ भने भक्तपुरबाट। अनि अघि हामीले अलिकति छुनु खोजेको काठमाडौँ गइहाल्यो। यो प्रोसेस चाहिँ यस्तो छ। यहाँ बिन्समा हालेर धेरै नहाल तिमी। यो झन्डै रक्सी पकाएको जस्तो। बिन्स हालेर प्रोसेस यस्तो छ हाम्रो कफी खाने। यो भाँडा भइहाल्यो चट्ट रमाइलो। क्यामेरा निकालेर मेरो एउटा फोटो खिच नि त के हुँदो रहेछ। तिमी पनि कुनै समयको फोटोग्राफरै हो। ल्याउँछ नि अटोमा राख्नै पर्दैन। मैले त्यहाँ ठ्याक्क म्यानुअलमै राखिदिएँ होला। तिमीले कफी चाहिँ पकाउँछ है? पहिला तिमीले चलाऊ क्यामेरा हो कि? कफी चाहिँ यहाँ राख नि त।
क्यापै नखोली खिच्यो भने त फेरि कस्तो खिच्छ ल एउटा खिचिएर त त्यहाँबाट चटक्क पारेर अन गर आँखाले ट्याक्क हेर ल म यहाँ पोजिसन दिइरहेको छु मेरो यही मोबाइल र क्यामेरा बोकेको मोबाइल र कफी बोकेको ठ्याक्क आउनु पऱ्यो दामी हो त्यहाँबाट यहाँ देखिरहेछ लोड छ त्यो त बिस्तारै थिच्ने हो नि त हाफ प्रेस गर्ने नि त बिर्स्यौ ओए खच्चेको भने खै देखाउ त कस्तो खिचेछ खै मेरो पोजिसन कस्तो थियो भन्ने कुरा म हेर्छु हेर्नु यो माथिको हो त्यो ओए होइन क्या यस्तो खिचेछ उसले तर अलिकति लाइट पुगेन रहेछ लाइटतिर आऊ त लु फेरि एउटा यता कतातिर चाहिँ म यहाँ बाइकमा बस्छु ल यताबाट तिमी यहाँबाट मलाई यसरी खिच ल मिलाऊ है योमा गएन त फेरि मोनिटरमा आयो त्यो त त्यही अहिलेको थिच्नुपर्छ नि त माथि यो होइन हो त्यो साह्रो गोप्थ्यो नि ल हान त यही पोजिसन आउनु पऱ्यो दामी खोइ त तिमी अलिक नजिक छौ जस्तो लागिरहेछ मलाई मोनिटरै मात्रै देखायो हो र ल हान ल अलिक माथि हेर्ने हो कि भयो फोकस मिलेन मिलाउ न त प्रेस गर्दा नि आउँदैन झन् हड्दै गयो खै के भएछ म हेर्छु त अघि अलिक क्लियर थियो पुरै हटिसक्यो ए जस्तै यो आयो तिम्रो यो आयो भने यो लाइभ भ्यू थिच्ने हो होइन त्यो जान्छ जस्तै अब यहाँबाट यसो गरेर फोकस गर्ने हो कि जाऊ त आँखा हेर त भयो ल म यहाँ बस्छु है त ल ओके ल आवाज आयो त फेरि खै देखाऊ त डबल खिच्यो त बास अरे के कडै आयो आम्मा हुँदो रहेछ त यो चाहिँ राम्रो अहिले फ्यामिली प्याक त आइसकेछ त्यो फ्यामिली प्याक चाहिँ हटाउँछ फेरि लु कस्तो खालको तिमी यार फ्यामिली प्याक अरे ल अलिक यस्तो छाती बडी बिल्डरले यस्तो तर आउने रहेछ त्यो खै यो त त्यो हातमा बोकेर हो क्या ल आएन होला अब हाँस्नु कि नहाँस्नु हल्लियो होला हौ खै किन यस्तो आयो होइन सार्ने होइन हातले चाल न यही त टच नि ठिकै हो ठिकै छ यतिकै हो अहिले लुती छु फ्यामिली प्याकै भयो नि ठिकै रहेछ त त्यो यो अब तिमी बस त म हान्छु ओहो दामी देख्यो सक्यो आज हामी फेरि झम्पनसँग आफ्टर लङ यो गुन्डुको वरिपरि आएको छौँ अनि कफी खानलाई आएको V60 बनायो कफी खायो आनन्द चिल गऱ्यो यस्तै भयो थियो 6-7 महिना जति भयो थियो घरबाट ननिस्किएको अनि एक खालको तनावहरू थियो त्यो चाहिँ अलिकति थोरै भए पनि मुड फ्रेस भयो कहिलेकाहीँ तपाईँहरू पनि यसरी जङ्गल वरिपरितिर हिँड्नु होला घुम्नु होला रमाइलो गर्नु होला यसो भन्दै कफी पनि खाइयो रोशन के भन्नु छ अब हामी फिर्ता कहाँ ब्याक टु आर्टिस्ट क्याफे आर्टिस्ट क्याफे आजको दिन सकियो सकियो आज तर हामी विदाउट प्लान हो नि त होइन चट्ट आएको अर्को तिमी चाहिँ अब गुन्डुको त्यो चौर घुम्नु भन्दै थियो
नेक्स्ट टाइम तिमीलाई म स्योर घुमाउँछु है त ल त्यहाँ अलिक धेरै कफी बोकेर आउनुपर्ने रहेछ। कफी पनि होइन त्यहाँनिर अलिक खाजै बोकेर आउनुपर्ने खालको छ उहीँ परै हो हुनु त त्यति टाढा छैन यति भन्दैमा अब हामीले अब यहाँबाट कुन बाटो फेरि सर र बाइक चढेर जाँदैछौँ कुन चाहिँ घाँटी छिनेर त्यही हो गुन्डो आउने बाटो त्यही हो गुन्डो आउने मुख्य बाटो त्यही भन्छ घाँटी छिरेर चट्ट घाँटी छिने बाली भन्छ नि सृजन दिदीले बाली अरे त्यस्तो बाटो त्यहाँबाट सट्ट घाँटी छिरेर त्यहीँबाट उँधो जाने हो कि खासमा त्यो चाहिँ हामी ट्याक्कै उसमा पुग्छ के अरे पर के भन्छ त्यो भक्तपुरको अन्तिम ठाउँमा क्या अन्तिम चेकपोस्टको छेउमा पुग्छ क्या अनि अब यहीँबाट अब हामी घर फर्किँदैछौँ यदि फर्किँदाखेरि राम्रो दृश्य देख्यो भने उता चाहिँ पानी परिरहेछ जस्तो लागिरहेछ मलाई होइन बाटो अब हामी फर्क्यौँ ल केही छ भन्नु अरू छैन अब जाउँ रोकिदिउँ रोकिदिउँ ल ठ्यास